र मित्रगण हिजोदेखि सुरु भएको डिस्ट्रिक्ट लेभल स्पोर्ट्स अघि तपाईँले देख्नुहुँदैछ कालिम्पोङको मेलाटारमा हिजोदेखि इन्टर स्कुल डिस्ट्रिक्ट लेभल स्पोर्ट्स भइरहेको छ र यसमा हाम्रो एकजना चन्द्रमाया स्कुलका हाम्रो छात्री अघि छोरीले 3टा इभेन्टमा चाहिँ फर्स्ट भएको छ र उहाँसँगै सुनौँ उहाँको नाम र बहिनी तपाईँको नाम भन्नुहोस्। मेरो नाम चाहिँ दिके सोय छेत्री हो। म चन्द्रमाया हायर सेकेन्डरी स्कुलमा पढ्छु हो। अन्त म तपाईँ केमा फर्स्ट हुनुभयो? म 800 मिटरमा 800 मिटर फर्स्ट लाग्छु, त्यहाँदेखि 1500 मिटर, 1500 मिटर त्यहाँदेखिको 3000 मिटरमा 3टा इभेन्टमा चाहिँ तपाईँ फर्स्ट हुनुभयो कि र अलिकति मेडल देखाउनुहोस् तपाईँको मेडलहरू। 3टा मेडल गोल्ड मेडल हेर्नुहोस् मित्रगण, 3टा गोल्ड मेडल नानीको 104 meters relay under 19 girls. In the third place we have St. Joseph's Convent. In the second place we have St. Philomena Higher Secondary School. And in the first place we have Kalimpong Girls Higher Secondary School. The winners of 100 into 4 meters relay. May I kindly invite र मित्रगण देख्नुभयो हाम्रो नानीले अति नै राम्रो पर्फर्मेन्स गरेर चाहिँ 3टा क्याटेगोरीमा फर्स्ट आएको छ चन्द्रमाया हाई स्कुलका विद्यार्थी। यसरी नै हामीले हाम्रो नानीहरूलाई चाहिँ जहिले पनि अग्रसर गरौँ स्पोर्ट्समा। तपाईँ चाहिँ यसरी पार्टिसिपेट भएर है आफ्नो स्कुलको नाम सँगसँगै उहाँले आफ्नो नाम पनि रोशन गर्नेछ। र आज देख्नुभयो तपाईँले कालिम्पोङको मेलाटारमा अघि भव्य रूपमा यो 2 दिवसीय अघि डिस्ट्रिक्ट लेभल इन्टर स्कुल एथलेटिक मिट कालिम्पोङ है भइरहेछ र नानीलाई एकदम सबैले हार्दिक शुभकामना शुभेच्छा बधाई दिने मित्रगण। ल हवस् त मित्र, अहिलेलाई यति।